नमस्ते। हामी सबैले कहीँ न कहीँ महसुस गरेका छौँ अनि एउटा भनाइ पनि छ नि कि कहिले मन मिल्नेसँग हाम्रो विचार मिल्दैन त कहिले विचार मिल्नेसँग हाम्रो मन मिल्दैन। हाम्रो जीवनमा यस्ता कोही मान्छे हुन्छन् जसलाई हामी धेरै माया गर्छौँ। उनीहरूसँग हामी समय बिताउन चाहन्छौँ। उनीहरूको साथमा हुँदा हामी छुट्टै खालको कम्फोर्ट फिल गर्छौँ। तर जब कुरा कुनै डिसिसन लिनुपर्ने या कुनै सिद्धान्तको आउँछ नि, त्यहाँ हाम्रो कुरा पटक्कै मिल्दैन। उनीहरूको सोच्ने तरिका र हाम्रो सोच्ने तरिका उत्तर दक्षिण जस्तो हुन्छ। यहाँ प्रेम त हुन्छ तर त्यो प्रेममा तालमेल हुँदैन। फेरि अर्कोतिर यस्ता मान्छेहरू भेटिन्छन् जसको बौद्धिकतासँग हामी प्रभावित हुन्छौँ। उनीहरूले भनेको कुरा ठिक लाग्छ, उनीहरूको भिजन मनपर्छ, तर उनीहरूसँग कता कता त्यो इमोसनल कनेक्सन भने हामी महसुस गर्दैनौँ। सम्बन्धहरूमा सधैँ यी दुई कुराको 100% मेल खान्छ भन्ने छैन। तर एउटा कुरा याद राख्नुहोस्, विचार नमिल्दा बहस हुन सक्छ, तर मन मिल्यो भने त्यो सम्बन्ध रहिरहन्छ। यदि कसैसँग विचार मिल्दैन भने उसको दृष्टिकोणलाई सम्मान गर्न सिक्नुहोस्, र यदि मन मिल्दैन भने उसको विचारबाट केही सिक्न खोज्नुहोस्। आखिर जीवन भनेकै यही नमिल्ने कुराहरूलाई मिलाउने एउटा सुन्दर कला हो। तपाईँको जीवनमा पनि त्यस्ता कोही मान्छे छन् जसको विचार नमिल्दा पनि तपाईँको मनमुटुमा बसिरहेको छ भने यहाँ तल कमेन्टमा उसको नाम मेन्सन गरिदिनुहोस् है त। धन्यवाद।